हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। यो चाहिँ मैले फर्स्ट टाइम गाउँमा आएर ब्लग बनाउँदैछु होइन। यो देखिराख्नु भएको छ नि, यो घर चाहिँ हाम्रो पुरानो घर हो। अनि उतापट्टिको घर यो चाहिँ अहिले नयाँ रहेको घर हो। सो गाउँघरमा के कस्तो हुन्छ भनेर चाहिँ हजुरहरूले देखाउने छु है त। दसैँ लाग्यो, सो हामी चाहिँ हिजो आइपुगेको अनि आजको दिनमा हामी के गर्छौँ भनेर चाहिँ देखाउने छु है त। मेरी आमा चाहिँ के गर्दै हुनुहुन्छ यहाँ? पुरा घाँस दिँदै हुनुहुन्छ। अब दसैँ लाग्यो, घाँस पनि यसरी जम्मा गर्छ होइन। भोलि पर्सि मान्छे होइन, अरू बेला भनेको त काटेर दिइरह हुन्छ नि त। अब दसैँ लाग्यो, भोलि पर्सि अब यताउति बिजी हुन्छ अनि सबै घाँस यसरी काटेर रेडी गर्नुहुन्छ। एउटाले टिका लाउनु पर्यो, दुईजना भन्दा जानु होइन। अनि एउटा टिका लाउनु पर्यो, एउटाले घाँस काट्नु पर्यो, बस्तीको धन्दा गर्नु पर्यो। के गर्ने, यस्तो बच्चा पालेको चाहिँ त्यस्तो दुःख पाइन्छ। अनि हाम्रो आमा र बाबाले चाहिँ बाख्रा यति धेरै पाल्नु भएको छ। बाबा यस्तो पनि बनाउनु भएछ यो। अनि 1900 बाख्रा छ। अनि यो चाहिँ पुरानो अम्बको रुखको बुढो भइसक्यो अम्बको रुख, तर पनि अम्बा यस्तो बबाल फल्छ। के कस्तो दामी, झन् नजिकबाट यस्तो यति दामी फलिरहेछ। हामी चाहिँ बच्चा हुँदाखेरि यो रुखमा चढेर जान्थ्यो। अहिले त रुख पनि पुरा लड्किसकेछ। यस्तो दामी अम्बा फलिरहेछ यहाँ चाहिँ। कति खाइसक्यो मैले त, बिहान ब्रेकफास्ट नै अम्बा हो। सो यहाँबाट जस्तो देख्छ यो पुरा यताको भाकाहरू चाहिँ, यताको भ्यू चाहिँ पुरा धादिङ हो। यो चाहिँ नुवाकोट। क्या गर्दैछ? के खायो? माटो खायो क्या? ला माटो खाए जस्तो छ। यस्तो घाम। यता पनि बाख्रा रहेछ नि त है? यता पनि रहेछ। किन यसलाई मात्रै छुट्टी राखिदिएको? पछाडि बिहा गर्छ एकैचोटि 3 जग्गा ब्याइको। अनि त्यहाँबाट त्यहाँ त्यही सबै यसले माटो खाइरहेछ त? होइन, सिकाएको घाँस खान सिकाएको क्या। घाँस खान सिकाउँदा त्यस्तो हुन्छ? अन्त यसको आमा बिरामी भएर अनि दुध पुरा खान नपाएको। अझ भोलि घाँस पनि खान्छ आमा जाँदै। कान कति लामो उयो त झन् कति ठुल्ठुलो अम्बा है? 2 गाँस अम्बा भयो। अम्बा यत्रो ठुल्ठुलो अम्बा। वाउ, भन्न आएन होइन। अम्बा खस्यो। वाउ, हेर्न कति ठुल्ठुलो अम्बा। तर उतापट्टिको अम्बा चाहिँ यस्तो टेस्टी हुन्छ होइन? किन खाने हो? मैले नि खाएँ अनि विष्णुले नि लिएर आएछ अनि खाएँ। अम्बै अम्बा, अम्बा पनि नासपाती जत्रो ठुल्ठुलो छ भने। सो कस्तो रमाइलो हुन्छ क्या मनसुनको सिजनमा त। गाउँमै रमाइलो लाग्छ हरियाली। गाउँमा बिहे गर्नु पनि चितवनमा बिहे गऱ्यो भने नासोस्। अब तपाईँको छोरी यही हो? ए छोरी, कान्छी छोरीको बहिनी। अनि आमाहरूले यहाँ घर लिप्नु भएको छ। दसैँमा घर लिप्नुहुन्छ। हाम्रो घरको के भन्छ भिजिट गरौँ, पुरानो घर। उफ त आयो यहाँ। यस्तो आज कुखुराको मासु काटेको अनि यहाँ यसरी सेकाउँछ। अनि त्यस पछाडि यहाँ आगोको माथि यस्तो गरेको सुकुटी दामी हुन्छ। हामी चाहिँ अब यहाँ पुरानो घरबाट नयाँ घरमा जाँदैछ। आगो फुकेर चिकन, लोकल चिकन बनाएर चाहिँ हाम्रो आमाले चाहिँ चुरोट यसरी खानु। अब त चुरोट खाएको पनि भिडियो गरे गरिदिने हो। डराउने होइन, कडा दिन्छ त हो। भित्र गएर छल्काउन थाल्नु भयो फेरि।
अनि यो चाहिँ हाम्रो भित्र जाने हो क्या, माथि जाने होइन, घरको टुर चाहिँ गरिदिउँ न। एउटा पुरानो बचपनको घर यस्तो छ। अहिले चाहिँ यस्तो हालत रहेछ हाम्रो चाहिँ। मकै के हो, अनि मकै हुन्छ यसरी लाग्छ यतातिर। यो पुरानो मकैहरू पुरा कति सालदेखिको 2 वर्ष त्यस्तै भयो होला सायद। यस्तो हुन्छ। भुइँचा लाउँदाखेरि यो घर यस्तो भएको थियो नि त, अनि त्यही भएर चाहिँ नयाँ घर बनाएको। अनि गाइस हाम्रो चाहिँ जमरा हेरौँ है त। उही कस्तो दामी भएछ जमरा। जमरा दामी भइरहेको रहेछ यसपालि त। कति वर्षपछि टिका लगाउनु पाउने भयो। आमा जमरा त दामी भइरहेको रहेछ त। कस्तो दामी जमरा भइरहेको रहेछ बाबा। कति वर्षपछि, लगभग 6 वर्ष नै भयो होला हौ मैले त दसैँको टिका लगाएर। अनि टिका लगाउनु पाउनु भयो, जमरा लगाउनु पाउनु भयो। अनि काठ यदि लगे पुग्छ? यदि लगे पुग्छ? ल हामी चाहिँ बाली भन्दा हुनुहुन्थ्यो अदुवा लिएर आउनु भनेर। कता छ? बाल्टिनमा छ भन्दा हुनुहुन्थ्यो कि। यो चाहिँ हामीहरू बङ्गोलिनहरूको छ्याङ राख्ने हो क्या, यिनीहरूमा चाहिँ पुरा छ्याङ। अदुवा त यता छ। हामी चाहिँ यता नयाँ घरमा जाँदैछौँ। यो चाहिँ इस्कुसको झाङबा, इस्कुस यस्तो बवाल भने फलिरहेको छ, यस्तो मिठो हुन्छ। यहाँ पनि अम्बकको रुख छ। कति अम्बकको रुख त है। कताबाट आउनुभयो हजुर? ए या दान। आज त अष्टमी पो है। भरे मासु र भात। अब भोलिदेखि मासु हुन्छ भगवान्। यो चाहिँ हाम्रो मूल कहिले पनि सुक्दैन है। यो चाहिँ के हो यस्तो? ए कस्तो? यो चाहिँ हामीले खाने पानी कहिले पनि सुक्दैन। किचनको हालत आया केले घोज्यो? त्यो घोज्यो त्यो के हो? त्यो काठको कि कस्तो डेन्जर घोदिरहेको के छैन। कस्तो घोज्यो। आगो बाल्न लाग्नु भएको छ आमाले चाहिँ। मलाई आगो बाल्न आउँदैन, तर अर्को चुल्होमा त आउँछ हो, यसमा चाहिँ आउँदैन मलाई। छैन यो ग्रेभी बनाउने हो, लोकल चिकन। वाउ, तपाईँलाई बनाउन आउँछ? के मासु बनाइदिएको नि भाले पकाउनु मात्रै होइन, त्यो त पकाउन लाउँछ भनेको नि। खाना बनाउन आँटेको। मासु पाक्दैछ लोकल। विष्णुले बनाउँदैछ। लाज लाग्यो। खुर्सानी कति धेरै हाल्नु है क्या हो? ठिकै हुन्छ होला। कस्तो राग आयो कि, अर्ग्यानिक हो नि त। अनि यहीँ फलिरहेछ। यही खुर्सानी भएर हो नि, खुर्सानी लटरम्म खाएर यता चाहिँ आयो है। यस्तो भयो
अनि म किचनमा डर लागेर के किन शान्ति लागेर तै पनि लागेन है शान्ति अस्ति नै त्यहाँ नुन चर्को थियो नि त त्यही भएर मासु तै पनि शान्तिको लागेर सो गाइस रात पर्यो आजको दिन चाहिँ हाम्रो एकदम बिजी भयो नि त सो कति भिडियोहरू लिनै पाएन अहिले फेरि यो घरमा जाँदैछु यस्तै हो कि ओल्लो घर पल्लो घर गर्दा गर्दै जान्छ हाम्रो त के हो लाइट साइट केही बालेको छैन सक्यो अनि सेला पारिदिएको होइन बाबा कामै सकेको छैन रहेछ मासुको सेला पालेर बल्ल सक्यो बाबा सुकुटी बनाउनको लागि यो हड्डीहरू चाहिँ भोलि बनाउनुहुन्छ सो अब फेरि यता घरमा जाँदैछु अनि त दाल बसालेको छ नि त अनि त्यही भएर सिटी लाग्दैछ अनि उता चाहिँ मम्मी र बुवाले काम सकेर आउनुहुन्छ यता मासु पनि पाकिसकेको छ तपाईँहरूले देखाउनेछु अनि त्यस पछाडि हामी खाजा खान्छौँ अनि एकैचोटि त्यस पछाडि खाना खान्छौँ चिउरा र मासु खान्छ क्या आजको दिनमा चाहिँ हाम्रो मेरो दाल पाक्दैछ चाहिँ मासु हो कि भर्खर पाकेको खाजा खाने टाइम यति राति भयो लिएर आउनु त तरकारी अलिकति चिउरा र मासु त खानै पर्छ होइन पानी मेरो हाल्नु पर्दैन होइन फोर्न सकेन गाह्रो होस् कि यस्तै हो कि दसैँ भनेको यस्तै हो हजुर ए हो म चाहिँ उस्की खाँदैन र बया खाने हो ल ह्याप्पी दसैँ